गुड इभिनिङ सबैजनालाई। तपाईहरुलाई मेरो यो डेली ब्लगमा वेलकम छ है। आजको भिडियो हुन गइरहेको छ, तपाईले देख्न सक्नुहुन्छ है। लास्टसम्म हेरिदिनुस् होला। बिहान उठेर मैले सधैँको जस्तै ब्रसहरु गरेर मैले एक्सरसाइज गर्न सुरु गरे है। तपाईहरुलाई थाहै छ एक्सरसाइज कतिको जरुरी छ है। यो चाहिँ म्यान्डेटरी हो मेरो लाइफमा। म एक्सरसाइज चाहिँ गर्छु जहिले पनि है, चाहे घरमा होस् चाहे म ड्युटी गर्ने जग्गामा होस् है। त्यहाँदेखि मैले यहाँ नानाले चाहिँ चाउमिन बनाइदिएको रहेछ है। चाउमिन सँगसँगै यहाँनिर मैले अन्डा पनि बनाएँ है। चाउमिन र अन्डा खाएँ मैले। त्यहाँदेखि 12 बज्नुभन्दा अगाडि चाहिँ यहाँनिर मोमोको प्लान थियो, त्यो भएर मैले इस्टलाई यहाँनिर एक्टिभेटको लागि छोडिदिएँ है। त्यहाँदेखि मैले यहाँ मासु काट्नु लागि चाहिँ किमा बनाउनु लागि चाहिँ मैले उदाएँ। अन्त यहाँ बहिनीलाई मैले किमा गरिदिनु, के अरे आँटा मुछिदिनु भनेर मुस्नु दिएँ। यहाँनिर नानाले सागहरू केलाउँदैछ है, सबैलाई मनपर्छ होला है रायोको साग है। त्यहाँदेखि म यतानिर किमा गर्नको लागि किमा गर्दैछु। हेर्नुहोस् है, गोरुको मासुको सबैलाई मन पर्दैन है। नानाले बोसो पनि हालिदिनुहोस् भने अन्त बोसो हाल्दै मैले है। त्यहाँनिर यहाँ किमाको लागि तयार गर्दैछु है। अदुवा पनि त्यही अर्ग्यानिक स्टाइलमै अचानामै मैले काटेर हाल्दैछु है। तपाईलाई थाहै छ यो धनिया पनि मैले हाल्दैछु है। यो चाहिँ काँडे धनिया भन्छ, भोटे धनिया पनि भन्छ है। त्यहाँदेखि मैले यहाँ किमा मुस्न थालेँ है। किमामा चाहिँ अलिकति नुन चाहिँ पहिला हाल्नु हुँदैन रहेछ है। अन्त यहाँनिर तपाईलाई थाहै छ। अन्त यतानिर सब्जी पनि पाक्दैछ, किनभने मोमो मात्रै नखानु भनेर है। यता चाहिँ बहिनीले भन्नुभयो कि के भन्छ डल्ला चाहिँ पारिदिनुहोस् ल फुपा भन्नुभयो। त्यही भएर मैले डल्ला चाहिँ पारिदिँदैछु है। यहाँनिर डल्ला नापमा गरिदिनु भने त्यही भएर नापमा गरिदिएँ मैले। अन्त यहाँ नानीले बेल्नु थाल्यो है। त्यहाँदेखि दुईजना मिलेर टाइपो बनाउनु लाग्यो है। मैले यहाँनिर मोमो टाइपो बनाउँदैछु है, हेर्न सक्नुहुन्छ है। त्यहाँदेखि हामीले 1-2 सिट बनिसकेर चाहिँ यहाँनिर चुलामा पकाएँ है। चुलाको टेस्ट हजुरहरूलाई पनि मनपर्छ होला है। यति नै हो है। त्यहाँदेखि बनिसके पश्चात हामीले मोमो सबैजना मिलेर यसरी खान लाग्यो है। त्यहाँदेखि म सुत्नुतिर लागेको थिएँ है। एकछिन भिडियो हेर्दै थिएँ, सालोले चिया ल्याइदिएको रहेछ है। चिया खाएँ। अनि भोलिको लागि घर जाने भनेर चाहिँ हामीले लुगा मैले फोल्ड गर्न लागेँ है। यसरी नै सर्टहरू फोल्ड गर्दैछु मैले। यो चाहिँ मैले अस्ति के भन्छ कालिम्पोङमा भेगामार्ट गएको थिएँ, विशाल भेगामार्टमा। त्यहाँनिर सस्तो सस्तो पाएको रहेछ विन्टरको लुगा चाहिँ, त्यो भएर मैले किनेको थिएँ। त्यो भएर आज मैले फोल्ड गर्दैछु है। देख्न सक्नुहुन्छ मैले फोल्ड गरिसके पश्चात अब ट्र्याक पनि फोल्ड गर्दैछु है। त्यहाँदेखि चाहिँ हामीले यहाँ फोल्ड गरिसक्यो है। अब बेलुकाको खानाको तयारी भन्न थाल्यो है। अब फेरि गोरुको मासु। अब कतिलाई अलिकति अफेन्डेड नहुनुहोस् है, किनभने हामीले जातले पाएको भनेर हामी खान्छौँ है गोरुको मासु है। त्यहाँनिर बुढीले चाहिँ यहाँनिर मसला पिन्दैछ, मैले यहाँनिर पकाउन सुरु गरेँ है। त्यहाँनिर मैले प्याजहरू हालेँ, तपाईँले देख्न सक्नुहुन्छ है। मासु हाले पश्चात त्यहाँनिर एकछिनदेखि चाहिँ मासु मात्रै होइन इस्कुस पनि हाल्नु भन्ने कारणले गर्दा इस्कुस पनि हाल्ने मैले यहाँनिर पकाउँदैछु है। यतानिर नानाले चाहिँ के अरे मुलाको अचार पनि बनाएको रहेछ है। यसरी नै हाम्रो मासु पनि तयार भयो। आजको भ्लग यति नै। थ्याङ्क यू।